शुक्रको वीर्यदानपछि बाघ भालु बाँदर मान्छे महिलाको खाउमा चाहिँ जीवितलाई चाहिँ छ कि छैन? खाउमा चाहिँ जीवितको नाममा हुँदैन, मृत्यु पश्चात मात्रै हुन्छ। एउटा चाहिँ सबै पूजामा चलाउनुको लागि शिवैनासी भन्छ, अलिक ठुलो धेरै हुन्छ। अनि एउटा चाहिँ नाक्सोको त्यो मुख्य सामा दिन, पूजा दिनको दोस्रो दिनको साँझमा चाहिँ त्यो नाक्सोको सिरुवाउनु गर्नुपर्ने त्यो बेला छानिन्छ एउटा। दुईटा जाँड मात्रै सँगै मिसाएर छानेर चुलामा चढाएपछि मात्रै बल्ल त्यो माइती ससुरालीबाट लिएर आएको कोसेली सबै मिलेर ग्रहण गर्ने परम्परा छ। नमस्कार जीवा अम्बुले राई हो, WAMBULE अम्बुले। यहाँलाई हार्दिक धन्यवाद छ सभाध्यक्षज्यू। हामी अम्बुले राईको खाउमो मुन्दुमको बारेमा हामीले विवरणात्मक रूपमा प्रस्तुत गर्न गइरहेका छौँ। हामी कसरी गर्छौँ फोटोसहित देखाएका छौँ र यसलाई कुनै सिद्धान्त र प्रयोग नगरेर यसलाई विवरणात्मक प्रस्तुति मात्र सम्झिदिनु होला। म गणेश अम्बुले राई, मेरो सह लेखक सुब्बराज राई काजीज्यूलाई म प्रस्तुत गर्नलाई अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद। आजको यस सभाध्यक्षज्यू लगायत सम्पूर्ण जीवा सेवा नमस्कार। वास्तवमा म चाहिँ पेसाले एउटा कर्पोरेट सेल्समा काम गर्छु, अत्याधिक व्यस्त। तर यो अम्बुले राई भाषा साहित्य संस्कृतिको यो 32 मेलो जोतिसकेको वयस्क गुरु चाहिँ गणेश अम्बुले राई हो। उहाँको जुवाभित्र मलाई घुसाउनु भएको अहिले चाहिँ मलाई दाउनु लाग्नुभएको त्यस मानेमा अहिले हामी यो चाहिँ हाम्रो विषय चाहिँ अलिकति भास्ट अथवा ठुलो विषय पर्यो। तर हामीले यसलाई चाहिँ समाचारको हेडलाइन्स जस्तो गरी मात्रै एउटा परिचयात्मक रूपमा मात्रै राख्न गइरहेका छौँ। किनभने मुन्दुम अथवा मुक्तुमको चाहिँ सारा कुरा एक ठाउँभित्र आउने गर्छ। त्यसले गर्दा यो हामीले मूलतः 3 दिन 2 रात 3 दिनमा 21वटा मुख्य चाहिँ कामहरू गरेर हामीले यसलाई सिद्धि गर्छौँ। र यसलाई हामीले चाहिँ उहाँले पनि भनिहाल्नु हो, यो विवरणात्मक रूपमा मात्रै हामी अगाडि जाँदैछौँ। यसमा पनि मैले अवगत गरिनँ यो समग्र किराँत जातिको विषयमा एउटा स्लाइड रहेको छ। र अम्बुले राई यो पनि अम्बुले राईको एउटा परिचय भयो। राई जातिभित्रको 26वटा भाषा बोल्ने भाषिक समुदायमध्ये अम्बुले राई जाति एक हो। भोजर गठिलो कद चिन्सो आँखा चेप्लो नाक भएको अम्बुले राईको आफ्नै मातृभाषा रहेको छ, जसलाई अम्बुले भाषा भन्दछन्। र अम्बुले राई भाषा बोल्नेको सङ्ख्या 15,285 जना मात्रै अहिले तथ्याङ्कले देखाएको अवस्था छ। र देशभरिमा 11 पालिकामा एक भाषा बहुसङ्ख्यकले बोल्दछन् र जसमध्ये ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा अम्बुले राई भाषाको बाहुल्यता रहेको पाइन्छ। र अम्बुले भूगोल र संस्कृति दुधकोशी र सुनकोशी, जसलाई हाम्रो अम्बुले भाषामा चाहिँ सुबुक र नभुगो भन्दछौँ, नदी सङ्गम जोडीघाटलाई केन्द्रबिन्दु मान्दा 20 किलोमिटर वृत्ताकारभित्र अम्बुले राईहरूको बसोबास रहेको पाइन्छ। उनीहरूले लिम्चुलाई कुलदेवताको रूपमा मान्दछन् र भुम्जु र दिम्बुजुलाई लिम्चुको समकक्ष देवताको रूपमा मान्ने गरेका छन्। र अम्बुले राईले वाङदेव अथवा ऊ गाउँलाई आफ्नो आदिम थलको रूपमा मान्दछन्, जुन लिम्चु देवताको काखमा अथवा लिम्चु पर्वतको काखमा अवस्थित छ। र उनीहरूको आफ्नै मुक्तुम अथवा मुन्दुम रहेको छ, जसमा खानपान र अवसान परिवार बोलीचाली दैनिक जीवनशैली पर्दछ। यही थलोमा आदि सिकारी युग कृषि युगदेखि पुर्खाले गर्दै ल्याएको जीवन्त परम्परा वर्तमानसम्म निरन्तर राखेका छन्। र खाउमो मुख्य विषय कुल परम्परा अनुसार अम्बुले राईहरूले पितृ तथा कुल देवताको नाममा सम्पन्न गर्ने प्रमुख कार्य संस्थालाई खाउ भनिन्छ। खाउ प्रत्येक घर परिवारमा गरिने पितृ कार्य हो अथवा यसलाई व्यक्तिगत रूपमा आयोजना गरिन्छ र यसमा सामूहिक भूमिका रहन्छ।
र खाउमा 3 दिन 2 रातमा सम्पन्न गरिन्छ। खाउमा पितृ कार्यको मूल आयोजक धर्मले हुन्छ। खाउमा महत्त्वपूर्ण मुक्त मृतहरू चुनाउनु पर्ने हुन्छ। ती मुक्त मृत अथवा मुद्रित गरी चेली पक्षलाई जाउमो अर्थात् मुदानी अथवा मुख्य पाहुना गरिन्छ। जाउमोको उपस्थिति बिना खाउमा सम्पन्न गर्न सम्भव छैन। यो चाहिँ खाउमोको एउटा दृश्य भयो। चाहिँ यो सामग्री यसरी अरू थुप्रै हुन्छ र खाउमोमा अथवा खाउमोमा विशेष गरी माइती र चेली बीचको महत्त्व मुक्तक अनुसार सभ्यताका परिचायक अर्थात् पुर्खा थाक्चिलुपा वाङ्गुलेहरूले आफ्नो प्राक पुर्खा चाहिँ पहिलो पुर्खा थाक्चिलुपा भन्दछ, जो सभ्यताको विकास अथवा सुरुवात गर्ने व्यक्ति। थाक्चिलुपाका 2 चेली दिदीहरू जाउमो र क्लिउमो थिए र खाक्चिलुपाको बिहे रिनाखासँग भएको थियो। संस्कार र सभ्यताको संस्थापक खाक्चिलुपा र रिनाखाले 3 पटकसम्म खाउमो गरी चासो अथवा मुख्य रीत चाहिँ पहरामा लडाउँदा पनि लडेन, खोलामा बगाउँदा खोलाले पनि बगाएन, दुलो ओडामा चाहिँ विसर्जन गर्ने आफ्नो विसर्जन भन्न भइसकेपछि त्यसपछि चाहिँ आफ्ना चेलीहरूको स्मरण गरे अथवा त्यसमा चाहिँ रिनाखा जो चाहिँ ज्ञानको स्रोत सम्पूर्ण कुरा चाहिँ रिनाखाको निर्देशन अनुसार हुन्छ र रिनाखाले हाम्रो भाषामा आवश्यकता भन्छ। जोखाना हेर्दाखेरि चाहिँ अथवा चाहिँ त्यो चेलीको उपस्थिति बेगर सम्पन्न नहुने ठम्मै भइसकेपछि खाक्चिलुपालाई सोद्धाखेरि सपना जस्तो लाग्छ, विपना जस्तो लाग्छ, किनभने त्यसको कथा लामो छ भनेपछि त्यसपछि लापागुर्पा अथवा कलिया भन्छौँ नि अहिले हामी, लमी जस्तो निम्तो दिने मान्छे अथवा त्यो चाहिँ कर्ता पठाइसकेपछि जाउमो र क्लिउमोको आगमन भयो र त्यो आगमनपछि जाउमो र क्लिउमोको आगमनपछि चाहिँ त्यो खाउमो सम्पन्न गरे पश्चात त्यो खाउमो पनि सम्पन्न भयो र त्यो खाउमोको मुख्य रीत चासो पनि चाहिँ नि जाउमोलाई प्रदान गरिसकेपछि उहाँको दुःख बिमार सारा कुरा चाहिँ साम्य भएको भन्ने छ। र यो खाउमो सम्पन्न गर्नको लागि अत्यन्तै महत्त्वपूर्ण चाहिँ पात्रहरू नाक्सो र गाबुचो अथवा सरल भाषामा पुरै भनौँ भएन चाहिँ हाम्रो नाक्सो भन्छौँ। मूल चाहिँ सबैतिर हात छोड्ने, सबै चढाउने, फलाक्ने र उसलाई असिस्ट गर्ने अथवा नाक्सोलाई चाहिँ सहयोग गर्ने सिकाउने सम्भवको सबै भूमिकामा चाहिँ गाउँछ भन्ने हुन्छ। र खाउमो गर्दाखेरि वंश तथा पासाभित्र चुनिएका एकजना व्यक्ति नाक्सो कुलगुरु मुक्तुनीको रूपमा भूमिकामा आउँछ भने प्रमुख मुन्दोन्दिन गाउन जाने व्यक्तिलाई नाक्सो भनिन्छ। र उहाँले राखेको मुक्ति मान्यता अनुसार खायो फुडी अथवा यो चिन्डो 2 प्रकारको हुन्छ। दुईटै प्रकारको चिन्डोको चाहिँ आफ्नै महिमा र महत्त्वहरू छन्। त्यसमा सल्यो अथवा त्यो सुरुको अग्लो गरेको चाहिँ त्यो चाहिँ चिन्डोको फुल त्यो जन्मिँदै लिएर आएको एउटा आत्मा फुल हुन्छ भन्ने मान्यता छ उहाँले राई समुदायमा। त्यो फुल चाहिँ धामीलाई चिन्ता बसाएर हेराइन्छ र त्यो फुल आत्मा फुल भएको व्यक्तिलाई स्मरण गरेर मात्रै त्यो व्यक्तिले मात्रै नाक्सोको काम गर्नु पाउँछ। र उसलाई नाक्सो उठाइसकेपछि नाक्सोलाई सघाउने गाउँछ, तर गाउँछोले नै चाहिँ सबै मुन्दुम गीतहरू गाएर चाहिँ त्यो नाक्सो उठाउने। तर त्यसमा मुन्दुम अनुसार चाहिँ रिनाखाकै सबै निर्देशन हुन्छ। र यो चाहिँ खाउमो चाहिँ हाम्रो 3 किसिमले गरिन्छ। 3 किसिम मध्येमा एउटा चाहिँ फुडी खाउमो भन्छ, एउटा कुयामा खाउमो भन्छ, अर्को चाहिँ सियामो भन्ने छ। खास गरिकन कुयामा भनेको चाहिँ घरको जेठो पाको अथवा समाजमा प्रतिष्ठित व्यक्ति जसको मृत्यु पश्चात अथवा पाको उमेर पुगेर मृत्युवरण गरेको व्यक्तिको नाममा खाउमो गरियो भने चाहिँ उसको नाममा हाम्रो भाषामा नालुम्बा बिसाउन भन्छौँ अथवा चौतारा बनाउने मान्यता छ। त्यो अवसरको त्यो गरिन्छ। र यो चाहिँ खाउमोको आगमनमा हाम्रो खाउमोमा चाहिँ यसमा चाहिँ चौताराको बारेमा केही व्याख्या गरिएको छैन। यो फोटो चाहिँ फेरि आगमनमा हाम्रो खाउमोमा चाहिँ धेरै सामग्रीमध्ये आगमनमा एउटा सालमा भएमा कटुसको
अब सामान्य भाषा त्यसलाई एउटा मुर्को अथवा किला भन्दा हुन्छ, तर हामी बङ्गुलेहरूको लागि चाहिँ त्यो पहिचानको प्रतिको हामी सुरिम भन्छौँ। त्यो सुरिम गाड्नुपर्ने हुन्छ र त्यो सुरिममा नै धागा बाँधिन्छ र सुरिमदेखि घरको मूल ढोकातर्फ किला गाडेर एउटा सुँगुर ज्यामिली अथवा पूजा भए पनि हुन्छ बाँधिएको हुन्छ। सुरिममा अर्को चाहिँ कुखुराको पनि त्यहाँ बनिदिन्छ र खाउमा मुख्यतः 2 धाराले गरिन्छ र 3 प्रकार मैले भनिहालेँ। एउटा शुभ शान्तिको लागि अथवा लामो समयकालपछि पितृहरूलाई सम्झेर सम्पन्न गरिन्छ, जसलाई फुरी खाउमा फुरी भनेको चाहिँ हाम्रो बङ्गली भाषामा फुल अथवा शुभ त्यो भयो। र अर्को मैले भनिहालेँ मृतकहरूको नाममा, र अर्को चाहिँ मृत परिवारमा कसैको मृत्यु हुन्छ र 10 पिण्डमा चुकिसकेपछि त्यसपछि केही दिन अथवा हप्तामा 45 भन्ने गर्छौँ यो खोला पँधेरोतिर काहीँ गएर कपाल मुण्डन गरेर त्यसपछि जुन चाहिँ आशोच राख्नुपर्ने कुराहरू त्यो चाहिँ हाम्रो त्यो जाउले चाहिँ मुर्दानी जाउले त्यो बिलियर गरेर खुला गरिन्छ। त्यसपछि चाहिँ बिस्तारै सबै कुरामा चल्ने अथवा नाचगानदेखि सबै कुरा खुला हुने भन्ने मान्यता हुन्छ र आफ्नो चाहिँ अनुकूल समयमा खाउमती मृतकको नाममा खाउम गरिन्छ भने जसलाई छियामा खाउम भन्छौँ। र खाउम चाहिँ अघि पनि मैले भने 3 दिन 2 काम। पहिलो दिन 7वटा कामहरू गरिन्छ। पहिलो दिन चाहिँ खाउमको त लामो कुरा छ। खाउमको चाहिँ लागि हामीलाई 10वटा घैँटोमा चाहिँ जाँडहरू चाहिन्छ, जसमध्येमा 6वटा ची अर्थात् चोखो अथवा डल्लो कोदोको विशेष किसिमले ची बनाउनु पर्ने हुन्छ। पहिलो दिन चाहिँ हामी डुब्ब चाहिँ बनाउँछौँ, डुब्ब भनेको आगन। दोस्रो दिन साँची अथवा मूल पूजाको लागि बनाउँछौँ। तेस्रो दिन दानी ची बनाउँछौँ। त्यो दानी ची पकाएको दिन चाहिँ जाउलाई सुनाउन जानुपर्छ एकजना व्यक्ति। त्यो भयो र जब खाउ सम्पन्न गर्ने दिन चाहिँ पहिलो काम त्यो घरभित्र घरको दक्षिणतर्फ विशेष गरी पूर्व फर्केको घरको दक्षिणतर्फको लहरा राखिन्छ ती 9वटा घैँटोको जाँडहरूलाई। त्यसलाई दाजुभाइ नाच्यो नाच्छ सबै जम्मा भएर त्यसलाई घुर्यानमा लाने निकाल्ने काम हुन्छ, जसले चिक्रा वचन भनिन्छ। त्यसपछि त्यहाँबाट चाहिँ त्यो चीहरू निकालिसकेपछि घरभित्र ल्याएर पूजा गर्ने अथवा चुला पुज्ने। चुलालाई हाम्रो बङ्गुलेराई भाषामा पाखामालुङ भन्छ। पाखामालुङको पूजा गरिन्छ र त्यसमध्येमा त्यो 9 घैँटोमध्येमा एउटा घैँटीमा चाहिँ कोदोलाई पिसिएर त्यो हामीले ढिँडो बना जस्तो गरी पकाइएको छ, जसलाई सिरेनासी भन्छौँ हाम्रो। अनि त्यसलाई चाहिँ फेरि अलिकति त्यो सेदोलाई चाहिँ उगाएर लगेर त्यो जुन ठाउँबाट ल्याएको त्यहीँ राख्नुपर्ने हुन्छ, त्यसलाई सिरेनासी भन्छ। दोस्रो काम भयो। त्यसपछि आगन पूजा। आगन पूजा गर्ने बेला सँगसँगै एकजनालाई चाहिँ हामीले सूर्य काट्न पठाउनु पर्ने हुन्छ विधिवत रूपमा, अर्कोजनालाई चाहिँ झ्याम्टा माग्न जानुपर्ने हुन्छ कसैको घरमा, र त्यसपछि आगन पूजा हुन्छ। र दोस्रो दिन चाहिँ मुख्य पूजाको दिन चाहिँ सुरुमा त्यो सूर्यलाई लिएर आएर जाउलाई प्रदान गर्छ, जाउले गाड्ने काम गर्छ, सबै काम उसले गर्छ। त्यसपछि नाक्सो बुझ्ने अथवा त्यो नाक्सोलाई उठाउने काम गरिन्छ। त्यसपछि चुला पूजादेखि पूजा विधि अगाडि बढ्छ। त्यो दिन पनि 7वटा कामहरू हुन्छ। र अर्को दिन तेस्रो दिन भनेको चाहिँ पाहुनाहरू त्यो जाउलाई मुख्य रीति प्रदान गर्ने। त्यसपछि जाउको बिदापछि जिहाइचाम भन्छ अथवा सह भिखाउने काम हुन्छ। सह भिखाइसकेपछि त्यसपछि चाहिँ क्रमागत रूपमा सबैको आफ्नो त्यो भूमिका अनुसार बिदा गर्ने र त्यो गाउँ सञ्चालन भन्छौँ जसलाई। र चाहिँ अन्तिममा सबैभन्दा अन्तिममा चाहिँ नाक्सो र गाउँछाहरूको बिदा गरिन्छ। र नाक्सो र गाउँछाहरूको बिदा गरिसकेपछि चाहिँ बिदा त्यो रीत राखेर बिदा गरिन्छ। त्यो सँगसँगै त्यो ठाउँमा आएर घरको मूल व्यक्तिदेखि लिएर सबै परिवार त्यो नाक्सो र गाउँछाको बिचमा चाहिँ आपसमा दोहोरो ढोकाटो गरेर आशीर्वाद दिएर चाहिँ खाउ सम्पन्न गरिन्छ।
यो कुरा मैले अघि भनिसकेँ स्लाइडबाट कुराहरू यो चित्रमा रह्यो यो पनि मैले र जाउको दोस्रो रीत चाहिँ जाउको भनेको चाहिँ मूलत घरमा जन्मेको जेठी छोरी त्यो फुपू होस् बजु होस् या छोरी होस् या दिदी होस् होइन पहिलो जेठी छोरीलाई चाहिँ यो जाउको भूमिका जान्छ उसलाई जाउ भनिन्छ उभन्दा तल माइली अथवा कान्छीको छ उसलाई चाहिँ फ्युमो भन्छौँ र उसलाई चाहिँ दोस्रो रीत दिन्छ जसलाई चाकल भन्छौँ र यो ठाउँमा सिद्ली अरू राईहरूले सिली भन्ने गर्नुहुन्छ हामी सिद्ली भन्छौँ सिद्ली भन्छौँ यो एउटा झलक भयो र निष्कर्ष पनि हामीले चाहिँ एउटा यो स्त्री गरेका छौँ यो चाहिँ सामान्य एउटा फर्मालिटीको लागि खासमा हाम्रो विषयले माइलो सबै कुरा बनाउन सकिएन मुद्दा अनुसार कहाँ पलायो पछिको ब्रह्माण्ड पृथ्वीको सृष्टि फलमा मानव जातिको उत्पत्ति विकासक्रम ऋतु परिचार कृषिमा प्रवेश संस्कार संस्कृति र सभ्यताको विकास माइती चेलीको महत्त्वको भूमिका समग्रता सांस्कृतिक परम्पराको सरोकार हो ठाउँमा एउटा पारिवारिक मात्रै नभएर वंश शाखा सन्तान मुक्तुनी को सामूहिक उपस्थितिमा मुक्तुन ऋतु गाइन्छ ठाउँमा समापनको बेला नासु गाउँछ भनिहाले भनेको अब यहाँ अलिकति बहसको विषय पनि बन्न सक्छ अहिलेसम्म प्राप्त जानकारी अथवा सुनिएको अनुसार थाहा पाएको अनुसार सबै खालका राईहरूले चाहिँ आफ्नो पुर्खाहरू चाहिँ फुवालुङ पार गरेर आएको कथा लगाइरहेको अवस्थामा हाम्रो अङ्गुलीहरूको मुक्तुम अथवा मुक्तुम हामी चाहिँ सङ्ख्याहरू भन्छौँ हाम्रो भाषामा चाहिँ महाप्रलयपछि पृथ्वीको सृष्टि सँगसँगै यो सम्पूर्ण कुराको सृष्टिपछि जलकन्याको रूपमा चाहिँ निलिरामको सृष्टि चाहिँ फुवालुङमा भएको छ फुवालुङबाट निलिरामको जमिनमाथि ल्याइसकेपछि शुक्रको वीर्यदानपछि बाघ भालु बाँदर मान्छे महिला र पुरुषको जन्मपछि त्यसरी चाहिँ अनि मानव जातिको विकास हुँदै गएको र खापचिलुपाको पालामा मात्रै युरिता पातिसाको छोराछोरी खापचिलुपा जगौफिउको र तिनीहरूको पालादेखि मात्रै पुस्ताबाट मात्रै यो सबै रीत संस्थाहरूको सुरुवात भएको भन्ने मान्यता छ एउटा नयाँ बसको विषय हुन सक्ला अथवा खोज अध्ययन अनुसन्धानको एउटा विषय हुन सक्ला भन्ने चाहिँ मैले भनेको छ मैले यो चाहिँ ढोक चाहिँ को एउटा चाहिँ चित्र प्रस्तुत गरेको छ हाम्रो चाहिँ उहाँको लेखमा चाहिँ स्ट्रिङले के छ भन्दाखेरि मैले जयसभा ढोकिसकेपछि जयसभाले पनि ढोक्नै पर्छ हाम्रो चाहिँ त्यो मान्यता हुन्छ दोहोरो ढोक हुन्छ यति भन्दै मैले हामीले हाम्रो चाहिँ यो स्लाइडलाई अथवा प्रस्तुतिले टुङ्ग्याउने अनुरोध चाहे धन्यवाद खाउमा एउटा मात्र प्रश्न जीवित मान्छेको नाउँमा खाउमा हुन्छ हुँदैन एउटा कुरो यो खाउमाको पद्धति र हाम्रो अघि मैले लुकुमा को नाम गराउने छन्दम भन्ने कर्म चाहिँ त्यो एउटै जस्तो लाग्यो हजुरले यहाँ 10वटा पहिला घेम्बाको कुरा गर्यो अनि पछिबाट 6वटा 5वटा यस्तै कुराहरू आएको छ 16वटा घेम्बा हुनु परि आयो हाम्रो पनि त छन्दम भन्ने लुकुमा नाम दिँदाखेरि चाहिँ 16वटा घैटोको नाम चाहिँ आउँछ 16 अङ्क चाहिँ अब हाम्रो संस्कारमा अलिकति बढी चलेको छ भन्ने कुरा आउँछ मैले एउटै प्रश्न फेरि गराउँदाखेरि त्यो खाउमा चाहिँ छन्दम चाहिँ हाम्रो जीवित मान्छेको नाउँमा गर्ने हो हजुरको खाउमा चाहिँ जीवितलाई हो चाहिँ छ कि छैन खाउमा चाहिँ जीवितको नाममा हुँदैन मृत्यु पश्चात मात्रै हुन्छ र चाहिँ घर परिवारमा सबै सकुशल हुँदा पनि मृतकहरूको स्मृतिमा अथवा चाहिँ गर्ने गरिन्छ जिउँदोको नाममा हुँदैन तर के चाहिँ हुन्छ भन्दाखेरि पुस्ताको चाहिँ मान्यता चाहिँ यसमा रहन्छ जस्तो घरको अब हाम्रो मुक्तुम अथवा मुन्दुम अनुसार चाहिँ महिला प्रथम हाम्रो समाज हो परिवार हो अथवा चाहिँ मातृसत्ता हो र त्यहाँ मुक्तुममा स्पष्ट के भनिएको छ भन्दाखेरि सबै ज्ञानको स्रोत चाहिँ रिनाखा अथवा बजु महिला भए तापनि महिलाको निर्देशनमा तिमी यो गर त्यहाँ जाऊ यो ल्याऊ भनेर चाहिँ अराएको अनुसारले खापचिलोपाले पुरुषले चाहिँ कार्य सम्पादन गरेको र उनीले नक्सा उठाएको र त्यसरी चाहिँ सत्ता हस्तान्तरण गरेको जस्तो एउटा भनौँ न सत्ता आफ्नो सत्ता मातृसत्ता चाहिँ पुरुषलाई सुम्पेको भन्ने बुझिन्छ त्यसो हुनाले घरको वंश परम्परा पनि अहिलेलाई पुरुषमा नै गणना गरिने हुनाले घरको मूल पुरुष अथवा उदाहरणको लागि म सुबराज राई काजी चाहिँ म छु र मेरो बुवा हुनुहुन्छ भनेपछि मेरो बुवा हुँदै मेरो मृत्यु भयो भने चाहिँ
त्यो अखेटावाला बुट्टादार सुरिन नै गाड्नुपर्छ आँगनमा। तर मेरो बुवाको निधन पश्चात चाहिँ गरिने खाउमा बुवाको नाममा मृतक बुवाको नाममा खाउमा गर्दाखेरि चाहिँ त्यो अखेटादार सुरिन नभएर सोलोडोलो हुन्छ, जसलाई हाम्रो भाषामा चाहिँ क्लुन्डुम भन्छौँ, त्यो हुन्छ। बाँकी चाहिँ मृतकको नाममा मात्रै हुन्छ खाउमा चाहिँ। 2 पटक भन्दाखेरि हजुरले त्यो प्लस गर्दै जानुभएछ। हाम्रो घैँटो चाहिँ 9 वटा मात्रै हो, 6 वटा चाहिँ डल्लो कोदोको हुन्छ, 3 वटा चाहिँ त्यो पिसिएको पिठोको हुन्छ जाँड। त्यो चाहिँ एउटा चाहिँ सबै पूजामा चलाउनको लागि शिवैँगासी भन्छ, अलिक ठुलो धेरै हुन्छ। अनि एउटा चाहिँ नाक्सोको त्यो मुख्य सामा दिन, पूजा दिनको दोस्रो दिनको साँझमा चाहिँ त्यो नाक्सोको सिरोउनु गर्नुपर्ने त्यो बेला छानिन्छ एउटा। अर्को चाहिँ जाउ मलाई दिएर पठाउनु पर्ने हुन्छ, जुन चाहिँ एउटा दानीजी भन्ने हुन्छ, अर्को चाहिँ कापकावा भन्छौँ त्यसलाई। त्यो 2टा जाँड चाहिँ दिन्छौँ जाउमालाई लगिसकेपछि चाहिँ नि आफ्नो घरको चुल्हामा उसको जाउमाको पनि आफ्नो नाक्सो हुन्छ, गाबोचो हुन्छ, बोलाएर नाक्सो गाबोचो भेला भएर माइतीबाट ससुरेलीबाट लिएर आएको रित। अब सबै कुरा हुन्छ, तर मुख्य चाहिँ त्यहाँ त्यो 2टा जाँड मात्रै सँगै मिसाएर छानेर चुल्हामा चढाएपछि मात्रै बल्ल त्यो माइती ससुरालीबाट लिएर आएको कोसेली सबै मिलेर ग्रहण गर्ने परम्परा छ। त्यसको हुनाले चाहिँ 9 वटा मात्रै हो घैँटी चाहिँ सर। थ्याङ्क यू। सत्य, तथ्य, निष्पक्ष अनि खोजमूलक समाचारको साथमा एभरेस्ट न्यूज।